हेलो गुड मर्निङ एभ्रिवान। र फेरि पनि हामी चाहिँ आज बिहान चाहिँ हामी 12 बजे खाना चाहिँ हामी आटा मुछिरहेको छ। हामी चाहिँ नुडल्स बनाउने हो। आटाको चाहिँ नुडल्स बनाएर हामी खाने हो। नुडल्स चाहिँ हामी बनाउँछ मेरो बुढीले हो। एकदम एकदम भिलेज खाना चाहिँ हामी पक्का भिलेज खाना चाहिँ हामी खानेछौँ आजको दिनमा चाहिँ र बनाउँदैछौँ। र तपाईलाई सो गाइस म देखाउने छु हो, बनाउँदै गरेको पनि छु देखाउने छु। र तपाईहरुले पनि यदि मन परे तपाईले पनि बनाएर खान सक्नुहुन्छ। यहाँ चाहिँ आटा गुनेको छु हो। र आटा गुनेर चाहिँ हामी चाहिँ अब पानीमा चाहिँ यसलाई उमाल्नु पर्छ। सानो सानो बनाएर चाहिँ यत्रो बनाएर चाहिँ हामी उमाल्ने छौँ हो। सो गाइस यत्रो चाहिँ बनाउनु पर्छ हो, फुलेर ठुलो हुन्छ। र यत्रो बनाएर चाहिँ पानीमा हाल्नुपर्छ र पानीमा मजाले पकाउनु पर्छ हो। मजाले पकाए पश्चात त्यसलाई चाहिँ के गर्नुपर्छ सो गाइस अहिले देखाउँदै गर्छु। हेर्नुहोस् है साथीहरू, नुडल्स त यस्तो अर्ग्यानिक चुलामा एकदम यो चाहिँ पक्का नेपाली खाना। यो चाहिँ अर्ग्यानिक एकदम अब यो उसिन्नुपर्छ। उसिनेर चाहिँ मजाले भुट्नुपर्छ हो। अन्त सेटिस हुन्छ एकदम दामी। यो चाहिँ पक्का नेपाली खाना अर्ग्यानिक। यो चाहिँ केही पनि मिलावट पनि छैन हो। यो चाहिँ मिलावट चाहिँ कि आटा र पानी मात्र मिलावट चाहिँ। आटा पानी नुन भयो हो, त्यो मिलावट बनाउने चाहिँ खास चाहिँ यता हुनुहुन्छ। यो चाहिँ एकदम दामी बेस्ट बनाउँछ कि दामी। म पनि लाइक गर्छु एकदम। अर्ग्यानिक खानाहरू चाहिँ दामी बनाउँछ। अर्ग्यानिक खाना त के हो बनाउँछ नि। हेर्नु न चुला पनि खतरा है। यसमा चाहिँ दामी हुन्छ हो। भाँडा कालो छ भनेर नभन्नुहोस् है साथी। भाँडा चाहिँ एकदम यो चुला त्यो आगोको झ्वालाले भेटेर चाहिँ यस्तो भएको है साथी। सधैँ पानी तताउने भाँडा हो नि त, भन न त। पानी तताउने भाँडा हो साथी हो। त्यस्तो नसम्झिनुहोस् है। एकदम यतै सफा छ नि त एकदम। अहिले हेर्नुहोस् है साथी हो, म तपाईँलाई देखाउने छु हो। एकदम दामी। म भिडियो मन परे लाइक त सेयर त गर्नै पर्छ साथी हो। एकदम बनाउने यसो बनाउने मानिसलाई पनि यसो लाइक गर्नुपर्छ, सेयर गर्नुपर्छ, सब्सक्राइब गर्नुपर्छ साथी हो। एकदम तपाईँलाई चाहिँ अर्ग्यानिक देखाएको छु हो। उम्लिनु आँटेको रहेछ उयो हालेनौ बिसार किन अहिले भरे पाल्नु ए हो र। म त जान्दिनँ हौ बनाउने। एकदम कुक हुनुहुन्छ कि मलाई थाहा छैन नि त। बिसार हाल्यो भन्दा अहिले हाल्नुपर्छ भन्दैछ हो। एकदम हाँसिदेऊ न त। किन त हाँस्नु नि। गरम भएको बेलामा यहाँ आगोमा बसेर आमामा त्यस्तो साथीभाइहरू यहाँलाई बनाउनु पनि सकाउँदैन त। मलाई त कसले बनाउनु चाहिँ सकाउँदैन कि। अर्ग्यानिक भन्दै खानु मात्रै सकाउँछ नि। अर्ग्यानिक भन्दै खानु चाहिँ फेरि आमामा यति साह्रो मिठो बनाउँछ कि साथीभाइहरू के भन्नु। हेर्नुहोस् है साथीहरू, यहाँ चाहिँ हामीले अब बनाइसक्यो। उम्लिँदैछ नुडल पाक्छ कराईमा भनेको जस्तो भइसक्यो यहाँ त। उम्लिँदैछ। छोपिदिउँ के होस्। नुन हाल्नु पर्दैन। मजाले उमालेर चाहिँ यसलाई तार्नुपर्छ क्या। त्यहाँदेखिको चाहिँ मजाले मसला साथीहरू उम्लिन थाल्यो। पाक्यो अब यसलाई तार्नुपर्छ। अब पाक्यो अरे हो। अब तार्नुपर्छ यसलाई हो। तारेर चाहिँ एकदम फ्राई आमामा दामी फ्राई गर्छ कि। म चाहिँ के पिस्नु अरे म चाहिँ पिस्नु गएको। अब के पिस्नु अरे बिर्सिने बानी छ कि हाँसिदिँदैछ। म चाहिँ त्यही लसुन खोर्सानी हो जिरा पिस्नु गइरहेको छु हो। चाहिँ
नुडल्समा हाल्नुको लागि हो नुडल्समा हाल्नु यहाँ चाहिँ पानी मिसाउँदैछु म पानी मिसाउँदैछु हो पानीसँग चाहिँ पिस्नु पर्यो नि त हो छोप्नु पर्यो हो चाहिँ घाँस मैले चाहिँ पिसिसकेको छु हो एकदम मैले चाहिँ रेडी पारे हो रेडी पारिरहेको छु हो रेडी पारेर त मिक्सीमा मैले सब कुरा मिक्सीमा पिसिदिएँ हो अब चाहिँ पकाउनु मात्रै बाँकी छ केही गरी तार्दैछ बुढी साह्रै रिसाउँछन् त हौ घरिघरि एक्लै गर्नु पर्यो भन्छ हो गर्नु त फेरि सबले गर्दैछु उही मात्रै हुन्छ फेरि रिसिने चाहिँ दामी 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 वन्डर एकदम दामी छ है दामी खैल्यौ हाल्दै गर उफ्पन लाग्यो के भन्यो कुरा बुझिनँ म चाहिँ म त यहाँ छान्दै हाल्दैछु नुडल्स एकदम दामी 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 क्वालिटीको बनाउँछ तर अँड्छ के त कराईमा चाहिँ मैले अघि भक्कु भयो मैले अघि भक्कु भयो भन्दाखेरि हुन्छ जस्तो लागेको छैन हो कस्तो लाग्यो त तर पनि खानु मिठो हुन्छ नि त साथी हो एकदम खानु त साह्रै मिठो हुन्छ कि अन्त बेसी नै बनाउनुपर्छ नि अहिले खाँदा खाँदा सकिजान्दा मिठो हुँदा हुँदा सकिजान्दा त विस्वाद हुन्छ हो अन्त माछा छान्दैछु माछा हो साथी माछा है यो त आँटाको माछा आँटी माछा अब चाहिँ स्टार्ट पावर स्टार्ट भिडियो लुसै अब चाहिँ एकदम उयो चाहिँ मसला पकाउन थाल्यो हो मसला पनि पकाउन थाल्यो एकदम अर्ग्यानिक कति दामी छ अर्ग्यानिक चुला अर्ग्यानिक खाना कति मिठो हुन्छ र तपाईँहरूले पनि बनाएर खान सक्नुहुन्छ है यसरी नै बनाएर खानुहुन्छ साथी जानेन भने चाहिँ यता मेडमलाई चाहिँ तपाईँहरूले भन्नुहोस् है उहाँले चाहिँ दामी बनाइदिनुहुन्छ हो एकदम खास क्वालिटीको बनाइदिनुहुन्छ हो दामी एकदम दामी बनाइदिनुहुन्छ टमाटर पनि हाल्नुभयो हो टमाटर पनि हाल्नुभयो यति मजाले पकाउनुपर्छ एकदम तपाईँले हेर्न सक्नुहुन्छ एकदम चाहिँ भिलेज ब्लग चाहिँ यस्तो हुन्छ है साथी हो गाउँ बस्तीमा चाहिँ यस्तो हुन्छ यस्तो खानु सक्छ हो चाहिँ एकदम तन्दुरुस्त बनाउँछ यो चाहिँ अर्ग्यानिक कुराले चाहिँ तन्दुरुस्त बनाउँछ साथी हो चाहिँ केही मिलावट पनि छैन एकदम शुद्ध अर्ग्यानिक खानेकुरा खानपान हो सो गाइस म हाल्दैछु तपाईँलाई म चाहिँ धनियाँ काट्न लागिरहेको छु हो धनियाँ काट्दैछु म चाहिँ यो नुडल्समा हाल्नुको लागि चाहिँ मैले चाहिँ धनियाँ काटिसकेँ हो चाहिँ ल्याइदिनु यो चाहिँ यो धनियाँ काटिसकेको छु हो
खाने के लिए रेडी हो जाओ हामी भनिसक्यो यहाँ मिलावट गर्नुभएको छ हो मजाले चलाएर चाहिँ दामी फाइनली गाइस हाम्रो चाहिँ रेडी भइसक्यो हो हाम्रो चाहिँ रेडी भइसक्यो अब चाहिँ हामी खाना लागिरहेको छौँ एकदम रेडी भइसकेको छ हो नुडल्स दामी हो अर्को त खानु सुरु पनि गरिहाल्यो कस्तो लाग्यो दामी बनाउने एकदम दामी छ त कुक होइन गाइस दामी छ है कस्तो छ दामी यस्तो नुडल्स तपाईँहरूले बनाएर खानु सक्नुहुन्छ हो एकदम दामी दामी छ गाइस नुडल्स एकदम अब हामी पनि खान थालेको बनाउने चाहिँ पानी चाहिँ यहाँ अगाडि राखिहाल्नुपर्छ खास कुक चाहिँ यता हुनुहुन्छ हौ पिरो छ कि पिरो छ ल बाई बाई गाइस अब खाँदै गर्नुहोस् होला हेर्दै गर्नुहोस् होला तपाईँले पनि बनाउन सक्नुहुन्छ यो नुडल्स र तपाईँले पनि बनाएर मजाले खानु सक्नुहुन्छ एकदम बेस्ट दामी एकदम लाइक एन्ड सेयर यदि भिडियो मन परे लाइक सेयर कमेन्ट गर्नु र सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला बाई बाई सो गाइस